सक्कल भवन कन्या उच्च माध्यमिक विद्यालय जनकपुर धाम के प्रधानाध्यापक मदन नारायण राउत आ विद्यालय व्यवस्थापन समिति के अध्यक्ष समेत रहल वडाध्यक्ष अर्जुन चौधरी बीच विवाद भेलै छ। विवाद के कारण 3 दिन से विद्यालय के प्रशासन कक्ष में वडाध्यक्ष चौधरी तालाबंदी केने छल। तालाबंदी के कारण 3 दिन से विद्यालय के पठन पाठन लगायत के काम काज अवरुद्ध भेलै छ। विवाद बढ़ कर तालाबंदी भेलाक बाद स्थानीयवासी रवि दिन प्रहरी के रोहबर में ताला खोलौने मुदा विवाद एखनो जारी रहलै छ। आर्थिक वर्ष 2078-79 में निर्माण काज सठल क मध्य प्रदेश सरकार सीटीईवीटी मार्फत विद्यालय में प्राविधिक शिक्षा तर्फ के भवन निर्माणक लेल 15 लाख बजेट विनियोजन केने छल। मुदा निर्धारित समय में निर्माण काज नहीं भेला सँ रकम फिर्ता कर प्रत प्रधानाध्यापक राउत बतौलन। वडाध्यक्ष अपना अनुसार प्रक्रिया पूरा क ओ रकम चलाव खोजने कारण से होबऽ नहीं सकल आ उ रकम फिर्ता पठाव पड़ल आरोप राउत लगौलन। राउत वडाध्यक्ष चौधरी रकम के अपना अनुकूल खर्च कर आ भुगतानी देव दबाव देत आयल में हम रकम फिर्ता यानी बतौलन। यो अस्ति 19 गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेको थियो। त्यतिखेर उहाँले त्यो 15 लाख रुपैयाँ सीटीभीटीबाट गत आर्थिक वर्षमा आएको। गत आर्थिक वर्षमा अब परिवेशले अब स्पष्ट भन्नुपर्दा अब माहौल बनेन, बन्न दिएन, गर्न दिएन, अनि त्यो आर्थिक वर्षमा काम हुन सकेन। त्यो निर्माणको थियो, काम हुन नसकेपछि त्यो पैसा स्कुलको खातामा सुरक्षित थियो। सीटीभीटीलाई जब महालेखा परीक्षकले बेरुजु ठहराइदियो अनि सीटीभीटीले स्कुलमा चिठी लेख्यो त्यो पैसा काम भएको भए बिल भरपाई कागजातहरू पेश गर्नु, नभएको भए फला यो खाता नम्बरमा फिर्ता गरेर भाउचर पेश गर्नु भनेर चिठी आयो। चिठी आएपछि हामी सम्पर्क गऱ्यौँ त्यहाँ सीटीभीटीमा, बहुत रिक्वेस्ट गरेँ त्यो काम गर्ने मौका दिनुहोस्। यो सम्भवै छैन। यो महालेखा परीक्षकले बेरुजु ठहराइदिएपछि त्यो फिर्ता नगरिकन विकल्प छैन र यो कामको कुरो त पछि हेरौँला, पछि अर्को बजेटमा गर्नु होला, तर यो बजेट फिर्ता नगरिकन गुन्जाइस छैन भनेपछि एकाउन्टेन्ट साहब म 2 जना गएको थिएँ सीटीभीटीमा। हामी 2 जना त्यहाँबाट फर्केर अनि सल्लाह गऱ्यौँ के गर्ने। होइन सर हामी फस्छौँ, होइन काम त अब फेरि पैसा माग गर्ने काम त गर्नै पर्छ। काम भएको पनि छ, तपाईँहरूले हेरिराख्नु भएको छ मेरो कार्यकालमा काम म धेरै पनि भएको छैन। 4 वर्ष भएको छ हेडमास्टर भएको यहाँ। 4 वर्षभन्दा पहिलाको विद्यालयको अवस्था यहाँहरूलाई अवगतै छ र अहिलेको अवस्था पनि हेर्दै हुनुहुन्छ। अनि त्यो पैसा सरकारको खातामा, राजस्व खातामा जम्मा गरेर भाउचर अहिले पठाउनु भएको छैन। अनि त्यही सवालमा उहाँले 19 गते तत्काल आएर ल बैठक बस्नुपर्छ भनेर बस्नुभयो। अनि हाली डस्टर लानुभयो, त्यो सीटीभीटीबाट आएको चिठी पनि हेरौँ भनेर माग्नुभयो, दिएँ, गोजीमा हालिहाल्नुभयो। जति भन्दा पनि तपाईँ फोटोकपी लानुहोस् अध्यक्षजी, यो दर्ता भइसकेको चिठी हो भन्नु। म अध्यक्ष हो, मैसँग हुन्छ रजिस्टर, माइनेट दिनुहोस्, रजिस्टर लानुभयो। अनि स्कुल नआइज भनेर आदेश गर्नुभयो, स्कुल नआइज। अनि 20 गते म स्कुल आइनँ। 20 गते स्कुल चल्यो, मेरो जानकारी अनुसार स्कुल चलेको थियो। स्कुल छुट्टीपछि जब पिउन एउटा प्रोफेसरको छ गणेश शाह, अनि जब पिउन जान थाल्नुभयो घर, अनि बाटोमा ताला किनेर ल यो ताला लाएर चाबी मलाई देऊ भनेर चाहिँ त्यो हिसाबले ताला लगाएको हो। वडाध्यक्ष चौधरी रकम फिर्ता कर प्रधानाध्यापक के कार्यशैली या क्षमता ऊपर प्रश्न उठला से प्रधानाध्यापक के विकल्प खोजने में एहन अवस्था आयल बतौलन। विवाद के कारण हम प्रधानाध्यापक के कार्य कक्ष में ताला लगौने स्वीकार कर असमक्ष ऐसे ताइस बाध्य भक कार्यालय के काम कागज पत्र सुरक्षित राख हिसाब से ताला लगौने वडाध्यक्ष चौधरी बतौलन। 15 म वास्तवमा व्यवस्थापन समितिको अध्यक्ष पनि हुँ र वाडा अध्यक्ष पनि हुँ। 15 लाख रुपियाँ मेरो पालीमा आएको होइन। यो पैसा यो रामचन्द्र शाह रामु भन्ने व्यक्ति पुरानो वाडा अध्यक्षको पालामा आएको पैसा हो र त्यसमा हामीले निर्णय व्यवस्थापन समितिबाट के गरेको छु भने जुन उद्देश्यका लागि पैसा आएको छ त्यो उद्देश्यको काम हुनु पर्यो।
भनेर त्यसका लागि हामीले उपभोक्ता समितिको माध्यमबाट काम गराउने भने सरसम्मत निर्णय हामीले गरेका छौँ, जसमा हेड सरको पनि साइन छ, व्यवस्थापन समितिको पनि साइनहरू भएको छ र त्यो काम त्यहाँ हेडै सरले नगरपालिकामा ओभरसियर साहबलाई चिठी लेख्नु भएको छ, एस्टिमेट गर्नुपर्दछ र गर्नुपर्छ। त्यस कारण अहिलेसम्म उहाँले किन गराउनु भएन, के कारणले गराउनु भएन मलाई थाहा भएन त्यो कुरो। मैले बारम्बार उहाँसँग तगादा गरेँ, सर यो काम छिटोभन्दा छिटो सक्याउनुपर्छ, किनभने सिटिभिटीले हामीलाई त्यो मान्यताहरू पनि दिइसकेको छ, अब विद्यार्थीहरू पढ्ने बेला पनि आएको छ। उहाँले चोर बाटोबाट 15 लाख रुपैयाँ फिर्ता गर्नुभयो, मन्त्रालयमा गएर भनेको कुरा मैले सुने। अनि उहाँलाई मैले भने व्यवस्थापन समितिको बैठक गर्नुपर्छ, तर उहाँले व्यवस्थापन समितिको बैठक गर्नु मान्नु भएन। म गोप्य बैठकमा छु, शिक्षाको ट्रेनिङमा छु भनेर मलाई भन्दा मैले भने तपाईँ नआउँदा पनि समितिको बैठक हुन सक्छ, तर मलाई उहाँले जानकारी नदिएर सदस्यहरूलाई दिएर उहाँले दिनुभयो। त्यसपछि बैठक भयो, त्यस बैठकबाट 5 दिन तपाईँ छुट्टीमा बस्नुहोस् र बसेपछि मेयर साहब लगायतसँग कुरा गरेर तपाईँले यस्तो गलत काम किन गर्नुभएको त्यसको जवाब तपाईँलाई दिनुपर्छ। र यो जनताको पैसा हो, विद्यार्थीको पैसा हो, त्यो पैसा तपाईँले एक्लै गएर दिन सक्नुहुन्न भनेर मैले भनेको। उहाँले यतिकै काम गरेको छैन, विद्यार्थीहरूसँग जबरजस्ती 300, 200, 100 रुपियाँ सरस्वती पूजाका चन्दाका नाममा लिइरहेको छ। मैले रोकेको छु, तपाईँ गरिब विद्यार्थीसँग पैसा नलिनुहोस्। मैले यतिसम्म होइन, सर्टिफिकेटको नाउँमा 2-2 हजार रुपियाँ उठाइरहेको छ, त्यसलाई पनि मैले रोकेको छु, तपाईँ पैसा नलिनुहोस्। तर पुरानो र अध्यक्षको पालामा उहाँहरूको के खेल थियो, पैसाको खेल हो के खेल हो मलाई थाहा छैन, तर उहाँहरूले त्यो 2,000 रुपियाँ अहिलेसम्म लिइराख्नु भएको छ। अहिलेसम्म त्यो जुन हाम्रो सरकारले दिएका भत्ताहरूभन्दा 4 गुणा बढी पैसा लिइराख्नु भएको छ। 10 लिटर पेट्रोलको पैसा लिइरहेको छ स्कुलबाट। भत्ताहरू जहाँ 500 छ त्यहाँ 3,000 रुपियाँ लिइराख्नु भयो। त्यो कामहरूलाई मैले रोक्दा उहाँलाई यस्तो भयो भनेर ममाथि यो चार्जहरू लगाएको छ। विद्यालय रकम फिर्ता बेलाको बाद प्रधानाध्यापक राउत आ वार्डाध्यक्ष चौधरी बीच के विवाद उत्कर्ष में पहुंचल छल आ वह कारण विद्यार्थी सब के अध्ययन अध्यापन प्रभावित होब पुगल स्थानीयवासी महेंद्र शाह बतौलत। स्थानीयवासी रामचंद्र शाह से प्रधानाध्यापक आ वार्डाध्यक्ष बीच के विवाद अथवा विवाद में कोनो समस्या आइस त ओही के समाधान वार्ता के माध्यम से कैल जा सकैया बतौलत। वार्ड अध्यक्ष जो है बराबर आके दारू पी के भोरे से रखे शाम तक दारू पी के आके ताला ऑफिस में सरकारी स्कूल में आके ताला मारते, ये तो कोई अन्याय भी है। ठीक है होगा, कोनो समस्या है, समस्या के बैठ के 4 में भर भरा बैठ के समाधान में जाओ। हमारे काम 12 का फोन कर फोन से मतलब मेरा फोन रिकॉर्ड है वो कर रहे 11 बजे आए 12 बजे आए। मैंने स्कूल के विद्यार्थी सबके अभी पढ़े के समय पे रहे और उस समय पर आके 11 बजे 12 सब स्कूल के विद्यार्थी सब बाहर बैठो, कोई समस्या तरीका तो नहीं मिले।